हामी यसरी गयौँ। आज हामी तल हाइड्रोसम्म मर्निङ वाकमा गयौँ। मर्निङ वाकमा एकदमै ठुलो हाइड्रो बनाएको रहेछ त्यहाँ, एकदमै ठुलो। अनि हाइड्रो पावर अगाडिबाट पनि हामीले फोटो भिडियो बनायौँ। त्यसपछि हामी त्यहाँबाट पुगिसकेपछि फर्क्यौँ। मसँग जीवानन्द सर हुनुहुन्थ्यो, अगाडि आउनुभयो जीवानन्द सर। त्यसपछि हामी अलिकति माथि पुगिसकेपछि वरपर चाहिँ ठुल्ठुला पाइपहरू राखिएका थिए। अनि हिँड्दै फर्क्यौँ। एकदम रमाइलो ठाउँ पनि रहेछ, नेगीको तलपट्टि पुगिरहेका थियौँ। त्यसपछि आएर चाहिँ त्यहाँनिर अझै पनि अगाडि गयौँ। जीवानन्द सर अगाडि जानुभएको थियो, मैले भिडियो बनाइराखेको थिएँ। पानीको धारा आयो। पानीको धारा आइसकेपछि सरले एकदमै चस्स तरिकाले चाहिँ मुख धोइहाल्नु भएछ। त्यसपछि मुख धुँदै रमाइलो लाग्यो। त्यसपछि मैले पनि मुख धोएँ त्यहाँ, एकदमै रमाइलो तरिकाले मुख धोएँ। मुख धोइसकेपछि चाहिँ एकदमै पानी पनि ठुलो थियो हरियालीमा। बिहानै मुख धुँदाखेरि चाहिँ छुट्टै मजा लाग्छ, आनन्द थियो। अनि मुख धुँदै गयौँ हामी। त्यसपछि आएर चाहिँ हामी मुख धोइसकेपछि अगाडि बढ्यौँ। फेरि नेगी पुग्न थाल्यौँ। अब चाहिँ हामी नेगी पुग्न थाल्यौँ। वरपर हेऱ्यौँ, घरहरू पनि थिए, ठुल्ठुलो घरहरू। त्यसपछि आएर चाहिँ हामीले जीवानन्द सर अगाडि हुनुहुन्थ्यो, म पछाडिबाट भिडियो बनाउँदै थिएँ। त्यसपछि यहाँ मकै पनि ठुल्ठुलो थियो, मकै पनि खान लायक पनि हुन लागेको रहेछ। अनि अगाडि गइसकेपछि हामीले झरना देख्यौँ। झरना पनि नहेरिकन चित्तै बुझिएन हाम्रो। झरना हेर्न चाहिँ गयौँ। त्यसपछि झरनाको वरपर यताउता दायाँ बायाँ बर्खामा चाहिँ एकदमै ठुलो झरना आउँदो रहेछ। त्यो झरनालाई पनि नजिकबाट पनि अवलोकन गऱ्यौँ। अनि त्यहाँ ठुलो झरना रहेछ, त्यसलाई जुम गरी मैले भिडियो पनि बनाएँ। त्यसपछि हामी त्यो झरना हेरिसकेपछि हामी फर्किसकेपछि छिरिङ मिसको घर आयो। छिरिङ मिसको घर चाहिँ टलक्क टल्केको थियो अगाडि। अनि त्यसपछि त्यहाँ एउटा कुकुर पनि थियो। कुकुर अगाडि पछि हामी गयौँ अनि अगाडि पुग्यौँ एकदमै हेरै। त्यसपछि आएर चाहिँ हामी गयौँ, अगाडि पुग्यौँ। त्यसपछि वरपर हरियाली पनि थियो। हरियालीमा चाहिँ हामीले भिडियो पनि बनाएँ मैले। अनि सर चाहिँ अगाडि हुनुभयो एकदम। अनि त्यसपछि आएर चाहिँ अनि खोला नाला पनि धेरै थिए, पानी पनि बगिरहेकै थियो जहाँ पनि। अनि त्यसपछि हामी अगाडि बढिसकेपछि अब हामी फर्केर सेलजुङतिर पुग्यौँ। सेलजुङमा पनि हामीले वरपर हेऱ्यौँ, एकदम हरियाली, चराचुरुङ्गीहरू कराइरहेका थिए। एकदमै गाउँ थियो सेलजुङ पुगिसकेपछि माथि हाइड्रोको माथिल्लो ड्याममा पुग्यौँ। ड्याम चाहिँ एकदम वरपर हेऱ्यौँ, त्यहाँ पनि ड्याममा अहिले पानी थोरै थियो। अनि वरपर हरियाली अवलोकन गऱ्यौँ। अनि त्यसपछि आएर चाहिँ हामी फाइनल्ली स्कुलमा पुग्यौँ। हामीले स्कुलमा पुगिसकेपछि त्यहाँनिर दाइलाई पनि भेटेका थियौँ। त्यसपछि हामी सिधै म चाहिँ कोठा गएँ, सर पनि कोठा आउनुभयो। कोठा आइसकेपछि मैले बिहान लगाएको जुत्ता चाहिँ यसरी खोलिसकेपछि आजको बोल यति।